Hello everyone, welcome to my channel Explore नेपाली सोल। आजको भ्लगमा चाहिँ हामी धान काट्न जाँदैछौँ। म चाहिँ धान काट्न हिँडिसकेको छु। मामुमा भाइ आउने भनेको थियौँ सुरुमा चाहिँ, तर पनि दुईजना मात्रै भन्दा पनि मात्रै आउनु भयो। घरमा मामाहरूले चाहिँ काम सिक्दिन अरे र म चाहिँ अब धान काट्न जाँदैछु। बाबाले धेरै काटिसक्नु भएको छ भन्दै हुन्थ्यो, म चाहिँ आएको थिइनँ। अनि एक्लै छु आज चाहिँ धान काट्न। म चाहिँ यहाँ कटेरामा आइपुगिसकेँ। यहाँ चाहिँ हाम्रो गाई छ। अब गाईलाई घाँस हालेर चाहिँ म धान काट्न जान्छु। अनि म चाहिँ धानबारीमा आइपुगेको छु। जुन चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। सबै धान चाहिँ काटिसक्नु भएको छ भने अब अलिकति थोरै रहेको छ, त्यो चाहिँ म काट्छु। अस्ति चाहिँ हामी पुरै लडेको थियो क्या, अनि त्यही भएर बाँधेको हो। ठ्याक्क काट्ने ठाउँमा चाहिँ घाम पनि रहेन, आनन्द हुने भयो है। म चाहिँ गाईलाई मरुवा चाहिँ लिएर जाँदैछु अब हाल्नको लागि। गोबर सोबर चाहिँ सरिसकेँ है त। खोइछाड यसले मात्रै हालिदिएर त भएन नि त। नि यतापट्टि हाम्रो सानो बाच्छा छ है, यो चाहिँ यसपालिको पऱ्यो। अनि यता चाहिँ अर्को ठुलो बाच्छा छ। ओके, घाँस पनि हालिसक्यो। अब चाहिँ धान काट्न जाँदैछु है त म। ओके, गाइज हामीले धान चाहिँ काटिसकेको थियौँ। काटिसक्यौँ भन्दा पनि अब मामाहरूले काट्नुहुन्छ होला, नत्र भने भोलि बिहानै आएर म काट्छु। एकछिनदेखि चाहिँ मामाहरू पनि काम सकिएको छ बनाउनु भएछ मलाई। अहिले मन्दिर जानुपर्ने भयो र उहाँले बिचमा छोडेर हिँडेँ, नत्र भने आइसक्ने प्लान थियो। आज अब मन्दिर घुम्नु सकेको छु है। कति मन्दिर रहेछु अब फास्ट पुगेको थियो त्यहाँनिर। अब छिट्टै आउँछु। बाइक पनि छैन, हिँड्दै जाँदैछु। बाइक चाहिँ बाबाले लिएर जानुभएको छ उता तल परेर। अनि म चाहिँ यतिकै हिँड्दैछु। अब कति बेला आइपुग्दो रहेछ चाहिँ हेरौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ ठ्याक्कै मन्दिर कति सेकेन्ड भयो, 10 मिनट 21 सेकेन्डमा म चाहिँ मन्दिर आइपुगेको छु। तपाईँहरूलाई प्रुफको लागि चाहिँ देख्न सक्नुहुन्छ मन्दिरमा चाहिँ म आइपुगेको छु यता। गाइज म चाहिँ मन्दिर आइपुगेको छु, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब सरसफाइ गर्नेछु। यहाँ चाहिँ हाम्रो सामानहरू छ। तेल सिल्किरहेको थियो, तेलको बोका पनि ल्याइदिनु भएछ।
है त यो चाहिँ हाम्रो ब्याकअपको लागि राखेको थिएँ मैले। यो चाहिँ हाम्रो ओरिजिनल हो, त्यही भएर ब्याकअपले गर्दा केही काम दिन्छ। पुरै यो चाहिँ फिनिस भइसकेको थियो, मैले ब्याकअप चलाएको थिएँ है त। अब म चाहिँ यहाँ सफा गर्न जाँदैछु। यदि तपाईँहरूलाई मेरो कन्टेन्ट राम्रो लाग्छ भने तपाईँहरूले मलाई सब्सक्राइब गर्नुहोला। तपाईँहरूले साथ सपोर्ट पायो भने मैले अझै राम्रो कन्टेन्टहरू बनाउनेछु।